होइन है बुढी हजुर म पसलतिर गएर आउँछु होइन छिटो खाना बनाइरहनु है आउँदाखेरि खाना पाकिरहेको हुनुपर्छ नि किन जानु पसल पसल जानुपर्ने काम छ नि त मान्छे भेट्नुपर्ने छ अब किन भन्नु नि कति काम छ ए जतिसुकै काम हो म सक्दिनँ म हिँडिहालेँ खाली पसल पसल भन्छन् होइन ए चतुरे रङ त राम्रै रहेछ ओ चतुरे किन भन्दै मलाई किन बनाउन आएका तिमी घरमा मात्रै के अब फुर्को पसल जाने घुम्ने त खाने बेला भएको होइन अहिले पसल जानु त मन थियो होइन अब भने जस्तो कुरो है अहिले फेरि बुढीले सुन्ली है बुढीले 1 घन्टा काम रहेछ कि भनिदिनु हे तेर्खा छ अब बुढीदेखि डराएर त्यो अहिले आएर गरौँ न हिँड्न मेरो काम तिमीले गरिदिने होइन होइन भयो नि अहिले आएर गर्ला त के डराएको त जा बुढीदेखि होइन डराउनु पनि रहेछ कि फेरि ए तेरो मेरो त बुढीले भनिथ्यो मैले त थरो पारेर हिँडिछु हिँड्छौँ होइन म त जान्न 1 घन्टा बरु म 1 घन्टासम्म काम गर्छु होइन त्यसपछि बरु पसल बजार जाउँला होइन 1 घन्टा पछि जान्छस् 1 घन्टा पछि जान्छु अब मलाई काम नगरिकन मलाई भात खानै दिन्न अनि त जाएनस् भने त म पनि 1 घन्टा पछि जाने भए सँगै जाउँ न त आइज नि त मै कहाँ 1 घन्टा त्यसो 1 घन्टा पछि तिम्रै घर आउँछु म है त ल मलाई बोलाउन आइज जाउँ के कति घर कुसिएर बस्नु ल म काम सँगै त म फुल्लाफाल भइहाल्छु नि म आउँछु ल जाऊ तिमी जाऊ म काम गर्छु ल ल ल पसलको मान्छे कहि छैन आएको तपाईँ ए अहिले गएन म 1 घन्टा पछि जान्छु किन ए मेरो खाना पकाउनु छ तपाईँ त्यो लुगा दिनु त्यो भाडा नि मान्नु छ के ए ल ल अहिले बन्दुक मिल्नु किन बाबु बन्दुक मिल्नु खै बन्दुक मिल्दामा यतै हुनुहुन्थ्यो अहिले भर्खर पसल गरेर आउनु भइथ्यो यतै हुनुहुन्थ्यो अँ मलाई झन् बजार जानुपर्ने काम छ भन्दै ल म यतैतिर हेर्छु है ल यतै हुनुहुन्छ होला कति पालेर छ लुगा के चाहिँ गर्ने होला तेरी खा बन्दुक मिल्नु ए बन्दुक मिल्नु के तिमी त यहाँ कुनै आएर चाहिँ के हो ओहो मैलाको लुगा ए आफ्नै बुढीको लुगा धरेर बस्यौ के तिमी त नगर चतुरे अब लुगा धुनु परिहाल्यो नि हेर अब आफ्नो लुगा नना बुढीको गरा न चुप्ला अनि अहिले त खुब धाग लाएर मेरो बुढी त मसँग थुरुर हुन्थे मसँग बोल्नै सक्दिनँ मेरो त कामै फेरि छ लदाएर खाइछु भनिदेऊ त कसलाई लदाएको त मैले देखेँ भिडियो खिचाउँ कि के बन्दुक मिल्छौ गाउँभरि देखाउनुलाई 1000 रुपियाँ दाम दिन्छौ भने म कसैलाई नि भन्दिनँ नत्र भने यो कुरो लगभग विश्वभरि जान्छ पैसा ल्याऊ पैसा ए म त बन्दुक मिल्छौ त बुढीको लुगा धोएर बसाएर जुन जहिले भनेर लगाइदिन्छु कुरा भन है ल ल ल कसैलाई नमान्ने फेरि ल अब यो तिम्रो काम कडा रहेछ होइन यहाँ सुन्न यसपछि अर्को काम सकेर अनि यति लुगा धोइसकेपछि म आइहाल्छु ल म अहिले हिँडेँ घरै बस है यो कुरो कसैले लिक हुँदैन ल ल अब काम पनि सिद्धिहालेँ ओ चतुरे किन बन्दुक मिल्नु के हो तिमी त लगभग 2 घन्टै लाग्यो त के अरू पनि थप लुगा धोयो के अब त्यो सबै कुरा हुन्छ हिँड पसल जाउँ हिँड अब पसल जाने होइन पसल गरेर के खाइन्छ त्यो सबै तिमीले बेहोर्नु पर्छ नि कहीँ हल्ला चाहिँ नगर्ने फेरि हल्ला हुन्न ल ल